कसैलाई अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु कति पूर्वाग्रहपूर्ण हुन्छ हुँदैन र सबै जजलाई उजुरी पर्दै जान्छ। त्यसले गृहमन्त्री र मन्त्रीहरूले राजीनामा दिँदै जाने मन्त्रीहरूले प्रत्येक दिन अहिले अख्तियारमा निवेदनमा उजुरी परेका निवेदनमा त्यो उजुरी लेख्नका लागि प्रत्येक कार्यालयमा एउटा कर्मचारी राख्ने व्यवस्था सुरुवात भएको छ। सबैमा स्थानीय तहदेखि सङ्घ प्रदेश जहाँ पनि एउटा त त्यही उजुरीलाई जवाफ दिन मात्रै राखिएको छ। त्यसैले हाम्रो भनाइ के हो भने छानबिन गर्न पाउनु पर्दछ। यो मुद्दा पहिला तपाईहरुले फेरि भन्नु होला गृहमन्त्रीका बारेमा यस्तो भन्नु थियो नि क्वेशन सुट्ने बित्तिकै म नेताले शेखर कोइराला म अरुको बारेमा भन्दिनँ। म तपाईलाई यति भने अरुको शर्माले भनिसक्नु उहाँ 2 घण्टा भित्र दिनुपर्छ। तपाईले अरुको बारेमा भन्नु भन म रामरी खतिवडा नै बोल्दै छु। अरु बोलेका बेला उहाँको कुरा उहाँलाई सोध्नुस्। पार्टी भित्रैबाट पनि म सुन्नुस् न पार्टी भित्र पनि मान्छेहरुले कुरा त राख्न पाउने छ। कार्यक्रममै दिनुभयो भने त पालो तपाईको पनि होइन म फेरि पालोको कुरा नगर्नुस्। सचिवालयसँगै जोडियो रे के म तपाईहरुलाई अनुरोध गर्दछु कोसँग जोडियो त छानबिन हुन पाउने नपाउने छानबिन हुनुपर्छ भनेर त हामी आफै माग गरिरहेका छौँ।